एउटी आमाले आफ्नो एकमात्र छोरालाई गुमाएकी थिइन्। आशा सबै समाप्त भएको जस्तो देखिन्थ्यो, तर त्यही छिन येशूले यस्तो चमत्कार गर्नुभयो जसले मृतकलाई फेरि जीवित बनायो। नाइन नामको सानो सहरतर्फ प्रभु येशू आफ्ना चेलाहरू र ठुलो भिडसँग यात्रा गर्दै हुनुहुन्थ्यो। त्यो दिन सामान्य जस्तो देखिन्थ्यो, तर त्यही दिन एउटा यस्तो घटना हुन लागेको थियो जसले धेरै मानिसहरूको जीवन परिवर्तन गर्ने थियो। जब उहाँ सहरको ढोकाको नजिक पुग्नुभयो, त्यहाँ एउटा अत्यन्त दुःखद दृश्य देखियो। त्यही समयमा एउटा मृत युवकको शव दफन गर्न बाहिर लगिँदै थियो। त्यो युवक एउटी विधवाको एकमात्र छोरा थियो। त्यो विधवाले पहिले नै आफ्नो पति गुमाइसकेकी थिइन् र अब उनको जीवनको अन्तिम सहारा पनि गुमेको थियो। उनको दुःख शब्दले व्यक्त गर्न नसकिने खालको थियो। उनको वरिपरि धेरै मानिसहरू थिए जो उनको दुःखमा साथ दिन आएका थिए, तर कसैले पनि उनको पीडा हटाउन सक्दैनथे। जब प्रभु येशूले ती विधवालाई देख्नुभयो, उहाँको हृदय दयाले भरियो। उहाँले उनको आँसु र दुःखलाई बेवास्ता गर्नु भएन, बरु उहाँ उनको नजिक जानुभयो र कोमल स्वरमा भन्नुभयो, नरौ। यो शब्द केवल सान्त्वना मात्र थिएन, तर त्यो शब्दभित्र आशा लुकेको थियो। त्यसपछि येशू शव राखिएको अर्थीको नजिक जानुभयो र त्यसलाई छुनुभयो। त्यो समयको परम्परा अनुसार शव छुनु अशुद्ध मानिन्थ्यो, तर येशू डराउनु भएन किनकि उहाँ जीवनका प्रभु हुनुहुन्थ्यो। सबै मानिसहरू अचम्ममा परे। अब के हुने होला भनेर चुपचाप हेर्दै थिए। त्यसपछि येशूले ठुलो अधिकारका साथ भन्नुभयो, युवक, म तिमीलाई भन्दछु, उठ। त्यो शब्द बोल्ने बित्तिकै सबैको आँखा अगाडि एउटा अद्भुत कुरा भयो। मृत युवक अचानक उठेर बस्यो र बोल्न थाल्यो। त्यो दृश्य देखेर सबै मानिसहरू छक्क परे। जसलाई केही क्षण अघि मृत ठानिएको थियो, ऊ फेरि जीवित भएको थियो। येशूले त्यस युवकलाई समातेर उसकी आमालाई दिनुभयो। त्यो आमाको आँसु अब दुःखको होइन, खुसी र आश्चर्यको आँसु बनेको थियो। उनको हृदय आनन्दले भरियो किनकि उनले फेरि आफ्नो जीवनको सहारा पाएकी थिइन्। यो दृश्य देखेका सबै मानिसहरू भय र अचम्मले भरिए। उनीहरूले परमेश्वरको महिमा गर्न थाले र भन्न थाले, हाम्रो बिचमा एक महान अगमवक्ता उठेका छन्। र अरूले भने, परमेश्वरले आफ्ना मानिसहरूलाई भेट्नु भएको छ। यस चमत्कारको खबर छिट्टै सम्पूर्ण क्षेत्रमा फैलियो। मानिसहरूले बुझ्न थाले कि येशू साधारण मानिस मात्र होइन, तर परमेश्वरबाट पठाइएका शक्तिशाली प्रभु हुनुहुन्छ। यस घटनाबाट हामीले सिक्ने मुख्य शिक्षाहरू। पहिलो, येशू करुणामय हुनुहुन्छ। उहाँले विधवाको दुःख देख्नुभयो र त्यसलाई बेवास्ता गर्नु भएन। यसले हामीलाई सिकाउँछ कि अरूको दुःख देख्दा हामी पनि दयालु हुनुपर्छ। जब कसैलाई पीडा हुन्छ, हामीले साथ दिनु र सहयोग गर्नु परमेश्वरलाई प्रिय हुन्छ। दोस्रो, येशूले निराशलाई आशामा बदल्न सक्नुहुन्छ। त्यो विधवाको जीवनमा कुनै आशा बाँकी थिएन, तर येशूले असम्भवलाई सम्भव बनाउनु भयो। आज हाम्रो जीवनमा पनि समस्या, दुःख वा निराशा आउन सक्छ, तर हामीले कहिले आशा गुमाउनु हुँदैन। परमेश्वरले सबैभन्दा अन्धकार समयमा पनि उज्यालो ल्याउन सक्नुहुन्छ। तेस्रो, येशू मृत्युमाथि पनि अधिकार राख्नुहुन्छ। यो चमत्कारले देखाउँछ कि उहाँ जीवनका प्रभु हुनुहुन्छ। मृत्यु अन्तिम कुरा होइन, किनकि परमेश्वरसँग जीवन दिने शक्ति छ। यसले हामीलाई अनन्त जीवनको आशा दिन्छ। चौथो, येशूको वचन शक्तिशाली हुन्छ। उहाँले केवल उठ भन्नुभयो र मृत युवक जीवित भयो। यसले देखाउँछ कि परमेश्वरको वचनले जीवन परिवर्तन गर्न सक्छ। त्यसैले हामीले बाइबलको वचनलाई आफ्नो जीवनमा स्थान दिनुपर्दछ।
नाइन सरको यो चमत्कारले हामीलाई सम्झाउँछ कि यसु दुखीहरूको आशा, निराशाहरूको सहारा र जीवन दिने प्रभु हुनुहुन्छ। जब हाम्रो जीवनमा समस्या आउँछ, जब आँसु बग्छ र जब भविष्य अन्धकार जस्तो देखिन्छ, त्यही समयमा यसु हाम्रो जीवनमा आशा ल्याउन सक्नुहुन्छ। त्यसैले आज हामीले सिक्नुपर्ने मुख्य कुरा यो हो, दुःखमा पनि विश्वास राख्नुहोस्, निराशामा पनि आशा नछोड्नुहोस्, किनकि यसुसँग असम्भव भन्ने कुरा हुँदैन। आमेन।